Hello everyone, how are you all? I hope you all are doing well. अनि सधैँ चाहिँ म इजी एन्ड द बेस्टबाट टिप्सहरू सेयर गर्ने गर्छु आजकल प्रायः जसो। सो आज चाहिँ मैले लिएर आएको छु चिप एन्ड बेस्ट। त्यो पनि के को लागि भन्दाखेरि चाहिँ स्किनको लागि, स्पेसली दोज हु हेभ अ भेरी ड्राई स्किन। एन्ड मेरो चाहिँ एक्सट्रिम ड्राई स्किन हो, त्यही कारण एक्सट्रिम टाइपको ड्राई स्किन छ। त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ कसरी मेन्टेन गर्छु, हाउ डु आई मेन्टेन माई स्किन अन्त भनेर तपाईँहरूलाई म सेयर गर्नु गइरहेको छु। सो यो चाहिँ एकदमै भ्यालिड रहनेछ। जसको चाहिँ ड्राई स्किन छ उनीहरूले अभियसली फिल गर्नुहुनेछ र तपाईले अग्री पनि गर्नुहुनेछ आफ्टर अप्लाइङ इट। सो अहिले त डिफ्रेन्ट मोइस्चराइजर्स आर अभाइलेबल इन द मार्केट एन्ड डिफ्रेन्ट ब्रान्ड्स भेराइटिज थुप्रै छ। त्यसै कारणले गर्दाखेरि एउटा सुट गरेन भने अर्को ट्राई गर्दै गर्छौँ, तर कतिलाई त्यसले पनि कामै गरेको हुँदैन, इजन्ट इट? सो बेस्ट चाहिँ मेरो लागि त के लाग्छ भनेर म के गर्छु, मैले पनि ट्राई गरेको थुप्रै खालको, तर चाहिँ मलाई चाहिँ बेस्ट चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ एकदमै सस्तो अनि अभाइलेबल एभ्रिवेयर। अर्डर गरिबस्नु पर्दैन, वेट गरिबस्नु पर्दैन। सो त्यो चाहिँ हो भेरी चिप एन्ड द बेस्ट ग्लाइसेरिन। सो ग्लाइसेरिन चाहिँ कसरी अप्लाई गर्छ, किनभने यो त एकदमै चिप हुन्छ होइन, स्किनमा लगाएपछि भनेर तपाईँहरूले फिल गर्नु, तपाईँहरूले सोच्नुहुन्छ अभियसली, इट कम्स टु आवर माइन्ड। सो यो चाहिँ यसले चाहिँ स्किनलाई कुनै खालको ड्यामेज, कुनै खालको साइड इफेक्ट हुँदैन स्किनमा चाहिँ। तपाईँको स्किन चाहिँ एकदमै सेफ राख्छ। अन्त कसरी चाहिँ म युज गर्छु म तपाईँहरूलाई देखाउँछु, जसले गर्दाखेरि चाहिँ स्किनमा चिप पनि हुँदैन। ओके, सो हेर्नुहोस्। Okay, so how do I do? Don't take too much, just take a little amount of it. म यस्तो गर्छु, एकताल अप गर्छु। So this a very little amount is enough for your whole skin. This is only for those who have dry skin, and then apply them in the skin. So यो अप्लाई गरेपछि स्किन चिप हुन्छ, तर त्यस पछाडि चाहिँ त्यतिकै छोड्नु होइन। के गर्नुहोस् भने सनस्क्रिन लाउनुहोस्। तपाईँले जुन पनि सनस्क्रिन युज गर्नुहुन्छ, सो मैले एकपल्ट तपाईँलाई भनेको थिएँ, म चाहिँ एमवेको एटिट्युड लाउँछु। सो यो क्रिम चाहिँ एकदमै बेस्ट हो। मैले थुप्रै रेकमेन्ड गरेँ, जसलाई पनि रेकमेन्ड गरेँ उनीहरूले एकदमै पोजिटिभ रेस्पोन्ड गरेर अहिलेसम्म पनि युज गर्दैछ। सो आई टेक अ लिटल अमाउन्ट अफ इट, देन पुट देम, अप्लाई देम on your face, over your face. सो मैले अप्लाई गरिसकेको छु र तपाईँहरूले देखिसक्नु भएको छ, मेरो स्किन लुक्स भेरी मोइस्चराइज्ड। सो यो लुक्स मात्रै होइन, यसले साँच्चै नै तपाईँको स्किन मोइस्चराइज पनि गर्छ। सो कसरी अप्लाई गर्नु भन्दाखेरि चाहिँ म चाहिँ नाइट टाइममा चाहिँ अप्लाई गर्दिनँ। पहिला गर्दै थिएँ, तर बेसी चिपचिप भएर दिउँसो अप्लाई गऱ्यो भने चाहिँ बेलुकी रिन्स अफ गर्दाखेरि, धुँदाखेरि पनि तपाईँको स्किन भोलिसम्म, बिहानसम्म एकदमै हाइड्रेटेड राख्छ। अनि त्यति मात्रै नभएर म तपाईँहरूलाई ड्राई स्किनको लागि अर्को पनि के टिप्स दिन चाहन्छु भन्दाखेरि चाहिँ, जसको ड्राई स्किन छ उनीहरूले चाहिँ बेसी सोप यो फेस वास लाउनु हुँदैन। यो फेस वास लगाएर धुयो भने चाहिँ त्यसले पनि पुरा ड्राई गराउँछ। सो फेस वास चाहिँ आई बेटर सजेस्ट नट टु युज। फेस जेल तपाईँले युज गर्नुभयो भने बेटर हुन्छ।